तपाईको नेतृत्वमा भएको लुट तन्त्र हो। यहाँ बदमासी भइराखेको छ, ध्यान देऊ भनेर। त्यो बेलामा यो इमान्दारिता कहाँ थियो जुन आज खोस्टोमा लेखिँदैछ? यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने त्यस कर्मचारीलाई संरक्षण दिनलाई किन तानियो? सेटिङ त अन्तर्राष्ट्रिय नै भइसक्यो रहेछ। अनि थाहा थिएन 11 महिनासम्म, र थाहा थिएन भने मन्त्रीलाई आफ्नै मन्त्रालयको कुरा थाहा छैन भने मन्त्रालयको नेतृत्व कसरी गरिरहेको? कि आफ्नै मन्त्रालयमा के भइरहेछ थाहा छैन? र अर्को कुरा थाहा छ सम्मान्यज्यू, हाम्रो नेतालाई त्यहाँबाट यहाँ ठाउँसारी गर्ने कुरा पनि रोकियो राजनीतिक प्रभावमा। र उहाँहरूले के भन्नुभयो थाहा छ? हम पे इल्जाम ये है कि चोर को क्यों चोर कहा, तूने क्यों सही बात कही, काहे न कुछ और कहा। के हामी जनप्रतिनिधि भएर भइराखेको मानव तस्करीको बारेमा पनि